आज म रेडी भएर कपडा लगाएर मेकअप सेकअप गरेर चिटिक्क परेर कता जाँदैछु त साथीहरू। भिडियो अन्तिम समय हेरिदिनुस् है त। भिडियो हेर्नु भन्दा पहिले स्वागत छ साथीहरू मेरो मिनी भ्लगमा। आउनुहोस् म कता जाँदैछु भिडियो अन्तिम समय हेरेर साथ सपोर्ट दिन नभुल्नु होला। हामी पञ्चपुरी जामु हुँदै बाब्याचौरको कोटियाम हुँदै विद्यापुर र गुटुको सल्लाहगारी घुम्ने भनेर हामी यतादेखि अटो रिजर्भ गरेर जाँदैछौँ कि साथीहरू। सुरुमा त म रेडी भएर बसिसकेको छु। साविता दिदी र म त रेडी भएर बसिसकेका छौँ अनि अर्को हाम्रो लक्ष्मी दिदी रेडी हुँदै हुनुहुन्छ कि साथीहरू। हामी घुम्नको लागि 5 जना ठुलो र 3 जना सानो बच्चा गरी 8 जना घुम्नलाई घरबाट निस्किसक्यौं र अटो नि आइसकेको रहेछ कि साथीहरू। हामी अटोमा चढेर हाम्रो यात्रा घरदेखि सुरु गरिसकेका छौं। रमाइलो यति धेरै भयो कि साथीहरू त्यसको कुरै नगरौँ। सानो केटाकेटीहरू त घुम्न जान पायौं भनेर धेरै नै खुसी भएका थिए कि साथीहरू। यो हाम्रो घरदेखि यताको भेरीको फुल हो। पाल बजार अनि तिखाकुना बजार हुँदै हामी बाब्याचौरको बजार पुग्न लागिसक्यौं। यो देखिने दाजुभाइ चिया कप रेस्टुरेन्ट हो। हामी बाब्याचौर बजार आइपुग्यौं। पूजाको लागि अगरबत्तीहरू के सामान किन्न रहेछ त्यसको लागि त्यो पसलमा गएर किनेर लिएर आउनु हो मेरो बुढोले। यिनी हाम्रो छोरी हुन्। यिनले त्यो पसलमा कुरमुरे देखेकी थिइन् के मम्मी मलाई त्यो कुरमुरे चाहियो भन्दै छिन् कि साथीहरू। यिनी केटाकेटीहरूलाई के जे देख्यो त्यही खान मन लाग्ने जे देख्यो त्यही नै चाहिहाल्ने कि साथीहरू। म चाहिँ मेरो छोरीलाई सपोर्ट गर्दैछु के। मम्मीले के चाहियो छोरी के चाहियो भन्दै हुनुहुन्छ। म र छोरी देखाउँदैछौँ त्यो चाहियो भन्दै के साथीहरू। यता म र मेरो बुढो के साथीहरू। उहाँलाई लाग्छ उहाँ ठुलो मलाई लाग्छ म ठुलो। साथीहरू भनिदिनु पर्यो के उहाँ र ममा को ठुलो। यो बाब्याचौरको कोटियाम विद्यापुर गोटु भन्ने ठाउँमा म फर्स्ट चोटि हो कि साथीहरू जान लागेको। हामी यो कोटियामको लागि त्यहाँदेखि हिँडिहाल्यौं। बाब्याचौरदेखि कोटियामतिर हिँडिहाल्यौं। बाब्याचौरदेखि कोटियाम जाने बाटो के साथीहरू यति राम्रो अब कुरै नगरौँ के। बाटो पनि पिच पनि राम्रै पिच भएको रहेछ। फाइनली हामी कोटियाम पुगिसक्यौं। पूजा गर्नेले पूजा गर्नुभयो नगर्नेले त्यहाँ भएको मन्दिरहरू पार्कहरू हेर्यौं र फोटोहरू खिच्यौं। म त के साथीहरू मान्छे ठुलो भए पनि बानी चाहिँ केटाकेटीको जस्तो छ के। केटाकेटीले खेल्ने पिङहरू पनि खेल्दैछु के साथीहरू केटाकेटीहरूसँगै। हाम्रो बुढाबुढीले नि एउटा भिडियो बनाइहाल्यौं के साथीहरू। त्यो नि किन छोड्ने के यस्तै दिन यस्तै समय घुमिफिरी कहिले आउँदैन कि साथीहरू। त्यसैले मौका आउँछ फर्किँदैन। फोटो भिडियो खिच्न लजाउनु हुँदैन कि साथीहरू। दिदीहरूले पूजा सकेर आउनु भयो र हामीलाई टीका लगाइदिनु भयो अनि प्रसाद दिनु भयो र हामीले खायौं। अटो फेरि जामु स्कुल पढ्न आउने बच्चा लिन गइहाल्यो। यता आउन ढिला गरेर हामी हिँडेर बाब्याचौर पुग्यौं। बिहान केही नखाएर आएको थियौं त्यसैले धेरै नै भोक लागेको थियो। त्यसैले हामी नास्ता खान बस्यौं। नास्ता आइसक्यो गाइज। अब हामी नास्ता खाएर विद्यापुर गुटुतिर लाग्यौं। विद्यापुरतिरको बाटो ठाउँ धेरै नै राम्रो रहेछ कि साथीहरू। विद्यापुर हुँदै गुटुतिर जाने रहेछ। पहिला के साथीहरू मलाई सानो हुँदा यो गुटु भन्ने ठाउँ के होला कस्तो होला भन्ने लाग्थ्यो। आज यता आएर घुम्न पाएँ आफैले। यतै आएर हेर्न पाउँदा धेरै नै खुसी छु कि साथीहरू म। हामी यो गुटुको सल्लाहगारी शहीद पार्कमा घुम्ने भनेर आएको हो। यो धेरै नै राम्रो रहेछ। यसरी ग्रुपमा घुम्न आउन पाउँदा असाध्यै खुसी लागिरहेको छ मलाई। तपाईहरू पनि घुम्न अवश्य पनि आउनु होला। ठाउँ धेरै नै राम्रो छ कि साथीहरू। तपाईहरू के साथीहरू मोटो हुनुहुन्छ पातलो हुन चाहनुहुन्छ एक्सर्साइज गर्न चाहनुहुन्छ भने यो गुटुको सल्लाहगारीमा गएर एक्सर्साइज गर्नु होला। यहाँ धेरै नै राम्रो छ। धेरै नै सामानहरू छन् एक्सर्साइज गर्नको लागि। हामीले पनि यो गुटुको सल्लाहगारीमा धेरै नै रमाइलो गर्यौं। फोटोहरू खिच्यौं भिडियोहरू बनायौं। अब हामी घर जान लाग्यौं किनकि हामीहरू बिहानै आएको थियौं नि त। आजको लागि यति नै मेरो छोटो भ्लग। तपाईहरूलाई के कस्तो लाग्छ लाइक कमेन्ट गर्न नबिर्सिनु होला। बाइ बाइ।